मलाई प्राप्त गर्नका लागि म सबभन्दा सरल साधन र सबभन्दा सरल मुक्तिको उपाय भनेको अरू केही पनि छैन, अरू केही पनि छैन। मेरो बाबु उद्धव तपाईँले सोध्नुभयो मलाई पाउनका लागि म सबभन्दा सरल तरिकाको उपाय के छ, सरल तरिकाको ज्ञान के छ भन्नुभयो। अब सुन्नु सबभन्दा सरल तरिकाको ज्ञान। नरोधयति माम योगो न साङ्ख्यम धर्म एव च यथा वरुन्धे सत्सङ्ग सर्वसङ्ग पहो हिमाम। तपाईँले मलाई प्राप्त गर्नका लागि सबभन्दा सजिलो भनेको कुनै यज्ञ, कुनै दान, कुनै धर्म, कुनै दक्षिणा केही गर्न सक्नु भएन भने सत्सङ्गको माध्यमबाट पनि तपाईँले मलाई आज मुक्ति प्राप्त गर्न सक्नुहुन्छ र मेरो लोक प्राप्त गर्न सामर्थ्यतावान तपाईँमा रहन्छ। किन भन्दाखेरिमा सत्सङ्गे नै दैत्य यो यादु दान मृगा खगा। सत्सङ्गकै माध्यमबाट दैत्य पनि तरेका छन्, देवता पनि तरेका छन्, पशु पक्षी पनि तरेका छन्, गन्धर्व पनि तरेका छन्, अप्सरा पनि तरेका छन्। सत्सङ्गे नै दैत्य यो यादु दान मृगा खगा गन्धर्व सर्वनागा सिद्धाचारण गएका मेरै सत्सङ्गको माध्यमबाट सबैले आज मुक्ति प्राप्त गरेका छन्। मलाई सत्सङ्ग गरेर मुक्ति प्राप्त गर्नेमा को हुन् लसोन त्यो पनि म बताइदिन्छु भनिकन वृषपर्वा नामरेको राजा वृषपर्वा हुनुभयो, बलि हुनुभयो, त्यसदेखिबाट पछाडि मया नामरेको दानव भए विभीषण हुनुभयो, हनुमान हुनुभयो, सुग्रीव हुनुभयो, अनि त्यसदेखिबाट पछाडि गजराज हात्ती भए, त्यसदेखिबाट पछाडि व्याधा भए, कुब्जा भए, यज्ञपत्नी आदि हुनुभयो। त्यसदेखिबाट पछाडि मलाई सत्सङ्गकै माध्यमबाट प्राप्त गर्नेवाला कुब्जा जस्ता आजले पनि मलाई सत्सङ्गकै माध्यमबाट प्राप्त गर्नुभयो भने यम्न योगेन साङ्ख्येन दान व्रत तपोधोरै। तपाईँलाई मैले योभन्दा बढी के बताऊँ? भक्तिको भावनाले मलाई मुक्ति हुनका लागि यदि मेरो लोक आउने इच्छा हो भने सबभन्दा सरल साधन भनेको यही भक्तिको र सत्सङ्गको प्रभाव हो भनिकन रामेण सार्धम मथुराम प्रणीते सुफलकिना मैया नुरक्त चित्ता। तपाईँले मलाई प्राप्त गर्नका लागि म सबभन्दा ठुलो शक्ति र सरल साधन भनेको भक्ति भावना नै हो। भक्ति भावनाले मुक्ति हुन सजिलो, मुक्ति हुन सजिलो, भक्ति भावनाले मुक्ति हुन सजिलो, मुक्ति हुन सजिलो। तपाईँको समक्षबाट प्राप्त गरे। अब मलाई यो आज्ञा होस् भगवान, तपाईँको कुन कुन ठाउँमा तपाईँ विश्व ब्रह्माण्डमा त सर्वोपरिमय हुनुहुन्छ भन्नुहुन्छ त्यो मैले जान्न सक्दिनँ मेरो ईश्वर। अब तपाईँले मलाई आज्ञा गरिबक्स्योस्। यसो यसो च भावेषु भक्त्या त्वं परमर्शय उपासेना प्रपद्यन्ते संसिद्धिं तद्वदस्व मे। अब हजुरले मलाई यो बताइदिनु पर्यो भगवान, तपाईँ कुन कुन ठाउँमा हुनुहुन्छ। हजुरले भन्नुभयो 24 ज्ञान त दिनुभयो, तर जुन ज्ञान तपाईँले मलाई दिनुभयो त्यतिले मात्रै मलाई पूर्ण भएन। हजुर स्वयं अहिले यहाँ मात्र होइन, मैले सुनेको छु महान ऋषि महर्षि ब्रह्मर्षिहरूका मुखारविन्दबाट याकाश भूमौ दिवि वैरसायं विभूतयो दिक्षु महाविभूते तामय्यमाख्या अनुभावितास्ते नमामि ते तीर्थपदाङ्घ्रिपद्मौ। स्वयं हजुरका श्री चरणार बिन्दमा 33 कोटी देवी देवताको पास र 90 नदी गङ्गाहरूको पास छ भन्ने पनि मैले सुनेको छु। हे अचिन्त्य ऐश्वर्य सम्पन्न ईश्वर, स्वर्ग पृथ्वी पाताल एवं 10 दिशामा तपाईँको विशेष शक्तिले युक्त भएका जुन जुन विभूति छन्, जुन जुन ठाउँमा तपाईँ जुन जुन आफ्नो ज्ञान सम्पन्न तरिकाले विराजमान हुनुहुन्छ, तपाईँ आज पृथ्वीदेखि रसातल पातालदेखि लिएर स्वर्ग सत्यलोकसम्म जुन ऋषि महर्षिहरूले मलाई जुन ज्ञान केही संक्षिप्त सुनाउनु भएको थियो, तपाईँ कहाँ कहाँ कुन कुन तरिकाले विराजमान हुनुहुन्छ। अब मलाई यो आज्ञा होस् भनिकन जब उनै उद्धव नामरेको ब्रह्मज्ञानीले जब सोधिसकिसकेपछिलाई ओहो बाबु तिमीले बहुत राम्रो र बहुत ठिक कुरा गर्यौ,
जुन ज्ञान मैले उनै उनै अर्जुनलाई कुरुक्षेत्रको रणभूमिमा म मार्नेवाला अरू मर्नेवाला भन्ने यो प्रकारको सोच विचार राखेका उस्ता मैले अर्जुनलाई पनि जुन ज्ञान दिएको थिएँ आज तिमीलाई मैले पनि त्यही ज्ञान दिन पाउनका लागि म सामर्थ्यतावान रहेँ। तपाईँले सोध्नुभयो आज कुन कुन ठाउँमा म कुन कुन तरिकाले विराजमान छु भनेर तपाईँले सोध्नुभयो। अब सुनिरहनुहोस् मेरो बाबु उद्धव, जुन ज्ञान तपाईँलाई कुरुक्षेत्रको रणभूमिमा मैले अर्जुनलाई सुनाएको थिएँ त्यही ज्ञानमा तपाईँलाई सुनाउँछु भनिकन अब श्री भगवान वाच कृष्ण भगवानले भन्नुभयो अहम गतिर्गतिमतां कालम कलयतामहं गुणानां चाप्यहं साम्यं गुणान्योत्पत्तिको गुणः। अब म तपाईँलाई भन्छु सुन्नुहोस्, म कुन कुन ठाउँमा कुन कुन तरिकाले विराजमान छु र तपाईँले मलाई जुन प्रकारको प्रश्न गर्नुभयो, जुन म मार्ने हुँ र अरू यी सबै मर्ने हुन् भन्नेवाला ज्ञान प्राप्त गरेका अर्जुनले पनि कुरुक्षेत्रको रणभूमिमा जुन प्रकारको ज्ञान सुनाउन र सुन्नका लागि म बहुत उत्सुकता गर्नुभएको थियो, तपाईँले पनि आज त्यस्तै प्रकारको उत्सुकता देखाउनु भयो। तपाईँलाई पनि बारम्बार गरिकन कोटि नमन। अब म तपाईँलाई भन्छु समस्त प्राणीहरूको आत्मा शरीर ईश्वर रूपी नियामक मै नै हुँ र त्यसदेखिबाट पछाडि गुणसम्पन्न वस्तुमा म क्रियाशक्ति प्रदान प्रथम कार्यसूत्रात्मा मै नै हुँ। महान वस्तुहरूमा ज्ञान शक्ति प्रदान महतत्व भनेको मै नै हुँ। म वेदहरूको अध्यापक जस मध्येमा वेदमा म अध्यापक रूपमा हिरण्य गर्भ वेदमा म रहेको छु र मन्त्रहरूमा तीनटा अक्षर अबुरमा मिसिएको ओमकार भनेको मै हुँ। अक्षरहरूमा अकार भनेको र छन्दमा त्रिपदा गायत्री भनेको मै हुँ। मेरो बाबु उद्धव, त्यसदेखिबाट पछाडि जब तपाईँले जुन प्रकारको ज्ञान सोधिकन मलाई यहाँसम्म ल्याउनु भयो, तपाईँलाई मैले बताउँदै बताउँदै आएर त्यसदेखिबाट पछाडि छन्दमा गायत्री भनेको मै हुँ। इन्द्रोहम सर्वदेवानां वसो नाम अस्मि हव्यबाट आदित्य नाम हम विष्णुम रुद्राणाम नीललोहित। सम्पूर्ण देवताहरूमा म इन्द्र, अष्टवसुहरूमा अग्नि भनेको मै हुँ। द्वादश आदित्यमा विष्णु भनेको तथा 11 रुद्रहरूमा नीललोहित नाम गरेको रुद्र भनेको मै हुँ। ब्रह्मर्षिमा भृगु भनेको मै हुँ। राजर्षिमा मनु भनेको मै हुँ। त्यसदेखिबाट पछाडि देवर्षिहरूमा नारद भनेको मै हुँ। पक्षीहरूमा गरुड भनेको मै हुँ। सिद्धहरूमा कपिल भनेको मै हुँ र पात झर्नेहरूमा सुवर्ण रूपी मै हुँ। प्रजापतिहरूमा दक्ष प्रजापति भनेको मै हुँ। पितृहरूमा अर्यमा भनेको मै हुँ। दैत्यहरूमा दैत्यराज प्रहलाद भनेको मै हुँ। नक्षत्रहरूमा चन्द्रमा भनेको मै हुँ। यक्षेर राक्षसमा कुबेर भनेको मै हुँ। गजराजहरूमा हात्तीमा म ऐरावत भनेको मै हुँ। जलनिवासीहरूको जलतन्तुको जलनिवासीहरू जति पनि छन् तिनले आराधना गर्ने वरुण भनेको मै हुँ। त्यसदेखिबाट पछाडि मनुष्यमा राजा भनेको मै नै हुँ भगवानले भन्नुभयो। त्यही भएर स्वयं राजा पनि भगवान विष्णुको अवतार सिद्ध हुनुहुन्छ भन्ने स्थापित वाक्य यहाँबाट आएको हो र घोडाहरूमा उच्चैश्रवा भनेको मै हुँ। धातुमा सुन भनेको मै हुँ। धातुमा पनि सुन, सुनमा पनि भगवानको पास रहन्छ भने मेरो बाबु उद्धव। त्यसैदेखिबाट पछाडि हे निष्पापधारी उद्धवजी, नागराजहरूमा शेषनाग भनेको मै हुँ। सिंह र दारा हुने प्राणीहरूमा सिंह भनेको मै हुँ। आश्रमहरूमा चौथो अर्थात् सन्यास भनेको मै हुँ र वर्णहरूमा आदित्य वर्ण अर्थात् ब्राह्मण भनेको मै हुँ। तीर्थ र नदीहरूमा गङ्गा, जलाशयमा समुद्र, असशस्त्रमा धनुष र धनुर्धारीहरूमा त्रिपुरारी शङ्कर भनेको मै हुँ। त्यसैदेखिबाट पछाडि निवास स्थानमा सुमेरु, दुर्गम स्थानमा हिमालय, वनस्पतिहरूमा अस्वस्थ, धनधान्यमा जौ भनेको मै हुँ। त्यति मात्र होइन मेरो बाबु उद्धव, तपाईँलाई कहाँसम्म बताऊ यो ज्ञान रूपी कुञ्जको विषय, ज्ञान रूपी सम्पूर्ण प्रधान तत्त्वको बारेमा। पुरोहितहरूमा वशिष्ठ भनेको मै हुँ। देवताहरूको गुरुमा बृहस्पति भनेको मै हुँ। सेनापतिहरूमा सोम स्वामी कार्तिकेय भनेको मै नै हुँ। त्यसैदेखिबाट पछाडि पञ्चमहायज्ञमा स्वाध्याय यज्ञ, ब्रह्मयज्ञ भनेको मै हुँ। व्रतमा अहिंसा रहितको व्रत म हुँ। काटमार गरेको, हिंसा हत्या गरेको व्रत भगवानले स्वीकार गर्नुहुन्न र 8 किसिमका योगहरूमा मनो निरोध रूप समाधि भनेको मै नै हुँ। विजयको साधनमा मन्त्र नीति भनेको मै नै हुँ। त्यसदेखिबाट पछाडि स्त्रीहरूमा स्वयं शतरूपा रानी, पुरुषहरूमा स्वयं नाम रहेको मनु भनेको मै हुँ। मुनीश्वरहरूमा नारायण भनेको मै हुँ। ब्रह्मचारीमा सनत कुमार भनेको मै हुँ। धर्ममा कर्म सन्यास अथवा यश गुणत्रय त्यागद्वारा सबै प्राणीहरूको अवैधान रूप सच्चा सन्यासी मै हुँ। सम्पूर्ण प्रकारबाट ऋतुहरूमा वसन्त, त्यसदेखिबाट पछाडि महिनामा मङ्सिर, नक्षत्रमा अभिजित नाम रहेको मुहुर्त, युगमा सत्ययुग, विवेकीहरूमा देवल र असित व्यासहरूमा श्रीकृष्ण द्वैपायन भनेको म हुँ। म बिनाको जगत नै छैन मेरो बाबु उद्धव। वैष्णवहरूको परम पूज्यमा प्रद्युम्न, वासुदेव, सङ्कर्षण, अनिरुद्ध भनेको मै हुँ।
त्यसैदेखिबाट पछाडि धन धान्यमा जाऊ भनेको मै हुँ, व्यापारमा लक्ष्मी भनेको मै हुँ, चरामा गरुड भनेको मै हुँ, दक्षमा प्रजापतिमा दक्ष भनेको मै हुँ। गन्धर्व आदि गरेकामा जसमध्येमा जुन प्रकारको मैले तपाईँलाई बताइहालेँ, त्यसदेखिबाट पछाडि किम पुरुषमा हनुमान भनेको मै हुँ सर्वोपरि, त्यसदेखिबाट पछाडि व्यापारमा धनलक्ष्मी भनेको मै हुँ। म बिनाको जगत नै छैन मेरो बाबु उद्धव, हरिदेव जगत जगदेव हरि, यो सारा सम्पूर्ण सृष्टिको रचना गरेको, कण कणमा पल पलमा ठाउँ ठाउँमा सर्वोपरि सर्वत्र स्थानमा म नै छु, म बिनाको जगत नै छैन भनिकन जुन ज्ञान कुरुक्षेत्रको रणभूमिमा मैले अर्जुनलाई दिएको थिएँ, आज तिमीलाई पनि दिनको निमित्त मेरो पनि सौभाग्य उदय भयो। अब पनि त केही सुन्ने इच्छा छ कि त मेरो बाबु उद्धव भन्नुभएको थियो, अब अरू सुन्ने इच्छा केही नै। हजुरका मुखारविन्दबाट यस्ता प्रकारको ज्ञान सुन्न पाउनु मलाई पनि त कुन जन्मको भाग्य रहेछ ईश्वर। अब तपाईँको आराधना सम्बन्धीको विधिको बारेमा बताइदिबक्स्योस्। तपाईँको आराधना गर्ने विधि के हो? तपाईँलाई प्राप्त गर्नका लागि म सरल साधन सत्सङ्गको महिमा त मैले बुझिहालेँ। तपाईँलाई आराधना गर्नको निमित्त पाउनु पर्ने कुराहरू के हुन् त्यो आज्ञा होस् भनिकन अब उनै उद्धवजीले आज स्वयं कृष्णचन्द्र परमात्मा भगवानलाई यसरी अहिले सम्पूर्ण ज्ञान रूपी विषय सोध्दै करिबन छुटिने तर्फतर्फ प्रस्तुत भइरहेको बेलामा आज मेरो बाबु उद्धव बुझ्यौ त भन्दा बुझे, के बुझ्यौ भन्दा जगदेव हरि हरिदेव जगत म बिनाको जगत नै रहेनछ भक्तवत्सल भगवानको। पूर्वमा पनि पश्चिममा पनि उत्तरमा पनि दक्षिणमा पनि किरामा पनि जब फट्याङ्ग्रामा पनि सुरमुनिदेखि भूषणासम्म जति छन् चराचर त्रिभुवन टम्म बीज बिरुवा सरी समान रूप जति छन् प्रभुकै अंश स्वरूप भगवान सर्वोपरि, जहाँ पनि तपाईँ नै, पशुमा पनि तपाईँ नै, पक्षीमा पनि तपाईँ नै, वृक्षमा पनि तपाईँ नै, फलमा पनि तपाईँ नै, पूर्व पनि तपाईँ, पश्चिम पनि तपाईँ, उत्तर पनि तपाईँ, दक्षिण पनि तपाईँ, कण कणमा पल पलमा सबैलाई साथ दिनेवाला तपाईँ। हजुरलाई मेरो बारम्बार गरिकन कोटि नमन। पूर्वै पनि राम अरे पश्चिम पनि राम, चारै दिशा चारै धाम ईश्वर भगवान।